जाने एकतिर यता जाने। बुद्धि भनेको अघि पुरञ्जनी भनिन मैले, पुरञ्जन भनेको आत्मा हो, आत्माकी स्त्री भनेको को हो भन्दा पुरञ्जनी। अनि एकतिर गयो यता अर्कोतिर उता गयो, पुंस्थली भइनन् ती। अर्को प्रश्न गर्नुहुन्छ, दुईपट्टि बग्ने नदी छ त्यो के हो भन। कहीँ दुईपट्टि नदी बग्छ भन्नु त, कहीँ बग्छ बग्दैन, के होला यसो कल्पना गर्नु त। आएन है, ल सुन्नु होला। दुईपट्टि बग्ने नदी माया हो। माया यता पनि बग्छ उता पनि बग्छ, पूर्व पश्चिम उत्तर दक्षिण सबैतिर माया बग्छ। त्यही भएर माया हो दुईपट्टि बग्ने नदी, तिमीहरूले यो पनि जानेका रहेन रहेछौ। अनि के सृष्टि गर्छौ। अर्को भन्नुभयो 25 तत्त्वले युक्त भएको एउटा घर छ त्यो के हो भनिदिनु। बोलेन, त्यो पनि थाहा भएन, यो ब्रह्माण्ड हो भनिदिनु। 25 वटा तत्त्व छन् नि त, पञ्च महाभूत होइन, अनि पञ्च ज्ञानेन्द्रिय, पञ्च कर्मेन्द्रिय, पञ्च तन्मात्रा, अनि त्यसपछि चतु अन्तकरण आदि गरेका यी 25 तत्त्व मैले गनेको थिइनँ हिजो अस्तिका दिन, त्यो पनि जानेनौ। अनि एउटा यस्तो हंस छ जसको कहानी विचित्र छ, त्यो के हो भन्नु त। भगवानको लीला बताउनेवाला शास्त्र नै हंस हो। एउटा शास्त्रमा एउटा कुरो, अर्कामा अर्को छ। विचित्र लाग्छ, उता गयो उतै डुबुङ लाग्छ, यता गयो यतै डुबुङ लाग्छ। एक ठाउँ कथा सुन्न गयो त्यहीँ डुबिन्छ, अर्का ठाउँ त्यहीँ डुबिन्छ, फरक फरक जस्तो लाग्छ। शास्त्र हो। अनि एउटा यस्तो चक्र छ जो चाहिँ वज्रद्वारा छुराद्वारा बनेको छ, त्यो के हो देखिँदैन। के होला भन्नु त। जसले नदेखिकन समाप्त गराउँछ, के हो काल। देखिन्छ त काल आएको, कस्तो वज्र होला हेर्नु, कहाँ प्रहार गर्छ, जसले यो शरीरलाई पुर्लुक्कै लडाइदिन्छ, ठाउँको ठाउँ लडेर जान्छ, त्यो काल हो। यो तिमीहरूले यो पनि जानेनौ, त्यसो भए के सृष्टि गर्छौ। तपस्या गर, जाओ यो ज्ञान गर भनिदिनु भयो, तिनीहरूलाई वैरागी बनाइदिनु भयो।